तिमी चिया जसरी माया त गर, बिस्किट जसरी म डुबिनछु भने अनि मलाई भन। देखिरहेको छु तिम्रो बिस्कुट नाथे, के गर्नु हौ त्यस्तो बोके बिस्कुट चाहिँ। चोर जस्तो अनुहार भएर नि तिमीले मेरो मन चोर्न सकेनौ। उसले चाहिँ कति न खुल्काएको जस्तो तर्साउने जस्तो अनुहार बोकेर अहिलेसम्म कसैलाई तर्साउन सकेको छौ? कुरा गर्छ बात मारे जस्तो। चाक होइन, सोच ठुलो भएको केटीहरू जान्छ, भविष्य उज्यालो हुन्छ। हेर्न त सोच ठुलो भएको केटी हेरिन्छ, तर अहिलेको जमानामा सोच होइन चाक ठुलो भएको केटी भेटिन्छ। झाटकी साथै त्यति भेट्न आउनलाई पनि त्यत्रो ठुल्ठुला कोसेलीको पोको बोकेर आउनु पर्थ्यो र? पर्दैन थियो। बिचरा बाटोमा कति दुःख भयो होला, यता पनि जल्दङ र जुल्दुङ। गुलाबको फुल त हुँदै होइन, यसो विचार गर्दा त पानको पात जस्तो पो छ त हौ। मिङ्गलहरूले हो भाइ, बोल्न मन लाग्यो बोल्ने, नत्र ब्लक हान्ने। हामी जस्तो सिङ्गलले के बुत्रो हान्ने? मायाले भने बिसै पनि पिदिउँला, बिसै पनि आमा हौ, आइफोन 15 प्रो म्याक्सको क्यामेरा त 5वटा पो देख्दैछु त हौ। के हो आँखा अलि दमिलो दमिलो भएर हो कि के हो? कतिवटा देख्दैछ केटाहरू बनाउ त, कमेन्ट गरौँ। मैले त 5वटा देख्यो। यस्तो खालको मादल बजाउन पाए चाहिँ त्यो खरी नजरुन्जेल दिनरात नभनिकन बजाइराख्ने हो नि फेरि, होइन?